इतिहासमा पहिलो पटक प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड डडेलधुरा जिल्लामा हुँदै गइरहेको छ। यसमा 9वटा जिल्लाका खेलाडीहरू, कम्तीमा 1000 भन्दा बढी खेलाडीहरू आएका छन्। त्यसपछि म गइहालेँ त्यो सानो फिल्डमा। एउटा सानो फिल्डमा 9वटै जिल्लाका खेलाडी देख्दा मलाई पनि एकदम खुसी नै लाग्यो। आज कहिले मार्क्स नलागेको, आज फर्स्ट चोटि मार्क्स लगाएको छु। एकदम राम्रो गरिरहेको छु। मल्लो फिल्डमा केटीको गेम कञ्चनपुर भर्सेस अछामको भइरहेको थियो। यो सेमी फाइनल गेम भइरहेको थियो। तल्लो फिल्डको केटाको गेम अछाम भर्सेस कैलाली भइरहेको थियो। यता भने साइडमा कराते हो कि टेक्वान्डो भइरहेको थियो। मलाई त केही आउँदैन, तर पनि रमाइलो भइरहेको थियो। साइडमा राखेको थियो कि सिन दामी देखिएको छ पछाडि। समितिका अध्यक्ष मानसिंह बोरा शर्मा अनुरोध गर्दछु, पुराधोबी शर्मा अनुरोध गर्दछु। वाह, मौसम पनि तलतिर जाउँ, कबड्डीतिर जाउँ। मौसम चाहिँ बाहर छ यस्तो चाहिँ गेम। तल कबड्डीतिर हेरौँ। कबड्डीमा भने कैलाली भर्सेस कञ्चनपुर केटीको नि फाइनल भइरहेको थियो। केटीको कबड्डीमा चाहिँ कञ्चनपुर फर्स्ट भयो र केटाको फाइनल कबड्डी अब सुरु हुन्छ। केटाको कबड्डी भने डडेलधुरा भर्सेस कञ्चनपुर नै भइरहेको थियो फाइनल गेम। केटामा पनि कञ्चनपुर फर्स्ट, डडेलधुरा सेकेन्ड। यता भने कञ्चनपुर भर्सेस बझाङ फाइनल गेम केटीको भइरहेको छ। यसमा चाहिँ बझाङ फर्स्ट हुन्छ। केटाको फाइनल गेम गराउनुभन्दा अगाडि पानी परेर फिल्ड भिजेर केही समय स्थगित गराइयो गेम। घामको कारणले यहाँ डडेलधुरातिर आएको थिएँ। डडेलधुरा त पुरा पानी आएर सबलाई भित्रतिर राखिसक्यो। यता सब कोही छैन यहाँ फिल्डमा, होइन? यस्तो यहाँ केही समयपछि केटाको पनि फाइनल गेम कैलाली भर्सेस कञ्चनपुर भयो। यसमा पनि फर्स्ट कञ्चनपुर भयो। फाइनल गेम हेरेर म पनि आफ्नो घरतिर लागेँ। आजलाई यति नै। सुदूरपश्चिम कसलाई मन पर्छ सब्सक्राइब गर्न नभुल्नुहोला है। बाई बाई। தென்கிழக்கு தேன் சிட்டு செம்பருத்தி பூ முட்டு செல்லம் கொஞ்சுதே தாலாட்ட